हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। हजुरहरूलाई स्वागत छ मेरो नयाँ ब्लगमा। मेरो साथी चाहिँ यता छन्। हेर्नु गाइज, मलाई यहाँ काम गरिरहेको छ घरको। हामी चाहिँ घुम्न निस्केको। अगाडिको भ्यूहरू हेर्न सक्नुहुन्छ, जङ्गलको भ्यू। नहेरे नि हुन्छ कृपया। अगाडि जङ्गलै जङ्गल छ। यो चाहिँ हाम्रो गाउँ हो। उतातिर चाहिँ हाम्रो गाउँ छ। हामी चाहिँ अहिले उता कोटाको डाँडामा जानु लाग्यो। ओ त्यहाँको डाँडामा गाइज उतो देख्यो होइन होला राम्रोसँग। यार हामी चन्देसरा पुगेको छौँ। हामी चाहिँ पारीको डाँडा जाने हो। हाम्रो गाउँतिर चाहिँ चिसो छ। हजुर गाउँतिर कस्तो छ? यता त एकदम चिसो 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 मौसम छ। त्यही पनि हामी मेहनतीहरू सामान पुऱ्याउन जानु लाग्यो। हामी चाहिँ त्यहाँमा छ सामान चाहिँ। ओ असिम, सामान चाहिँ के हो? के बोकेर हिँड्ने हौ? के रे? के गोजीमा हो के हो त नि सामानमा त्यहाँ चाहिँ? एक बोरा पैसा हो? ए पैसा बोकेर कहाँ हिँडेको यस्तो? लोकल 4 करोड आफैले खानाको लागि हो क्या हो? चाहिँ हाम्रो गाउँतिर चाहिँ बल्ल घाम लाउन लागेको छ। हामी चाहिँ उतो डाँडोमा जाने। उतो त्यहाँ देख्न सक्नुहुन्छ। भाइ तिम्रो क्यामेरै उल्टो समाइछौ। क्यामेरा उल्टो होइन, तेरो आँखा उल्टो हो भाइ। उतो डाँडामा जाने हो गाइज। उद्या चाहिँ अहिले खोलामा आएको छौँ। खोलाको बाटो यस्तै छ। फेरि त्यसले त पेलेन लिएर के भनिस् रे गाइज खोलाको बाटो चाहिँ यस्तै छ। त्यहाँ अगाडि चाहिँ घाम लागेको रहेछ। यतातिर जाम। यता खोला चाहिँ सुकेको छ हाम्रो यता। तेरो माछा हुन्छ यहाँ, यस्तो माछा हुन्छ। हामी चाहिँ त्यो डाँडोमा आउने भनेको। त्यही डाँडोमा आइयो। अब चाहिँ यहाँबाट त माथि जाने हो साथी। आइयो हाम्रो रेसाको भ्यू यस्तै छ। हेर्न सक्नुहुन्छ यताको भ्यू। अनि यता चाहिँ म छु। अनि यहाँ चाहिँ साथी छन् बसिरहेछन्। कटेर नि अर्को डाँडोतिर जाँदै हो। यहीँ अलि तलको डाँडो रहेछ। त्यही तलतिर भन्नुहुन्थ्यो के अरे, त्यही तलतिर भनेर लिएर आइयो। अब कता हो कता हो। ओ ठुलो मम्मीको घर पुग्यो। ठुलो मम्मीको घर चाहिँ हो। ठुलो मम्मीले हामीलाई चिया दिनुभयो। यहाँ चाहिँ चिया असिम खाँदैछ। अनि उता बाग्लुङ उता खोप्चातिर बाग्लुङ छ। उता बाग्लुङ होइन त साथी उतातिर छ नि त साइडतिर। हिमाल हेर्न सक्नुहुन्छ। यताको भ्यू फेरि फर्केको। फेरि कोटाको डाँडामा त्यो उस्तो माथि प्लस्टर गरेको घर देख्दै हुनुहुन्छ गाइज। त्यो घरमा चाहिँ मान्छे मरेको छन् आजै। एउटा बाजे उस्तो घरमा। अनि चाहिँ हामी चाहिँ यही बाटो जानु लाग्यो।